नमस्ते। आज हामी कुरा गर्दैछौँ छठ पर्वको, जुन सूर्यको उपासना गरिने एउटा एकदमै पुरानो र महत्त्वपूर्ण उत्सव हो। नेपाल र भारतमा धुमधामसँग मनाइने यो पर्वको परम्परा र यसको गहिरो अर्थ के हो, आउनुहोस् सँगै बुझौँ। त्यसो भए सबैभन्दा पहिलो प्रश्न त यही उठ्छ कि छठ पर्व आखिर किन मनाइन्छ? यसको पछाडिको खास कारण र आस्था के होला? यो पर्वको मूल केन्द्रमा हुनुहुन्छ सूर्य, जीवनको सबैभन्दा ठूलो स्रोत। सूर्यलाई सम्मान गर्ने एउटा प्राचीन अनुष्ठान हो छठ। र रमाइलो कुरा के छ भने कुनै बेला तराईमा मात्रै सीमित यो पर्व अहिले त नेपालको पहाडदेखि हिमालसम्म सबैतिर उत्तिकै हर्षोल्लासका साथ मनाइन्छ। खासमा यो पर्व भनेको जीवन दिने सूर्यप्रति कृतज्ञता व्यक्त गर्ने एउटा सुन्दर तरिका हो। ल, त्यसो भए अब अलि गहिराईमा जाउँ है त। सूर्यको पर्व छठ आखिर केले बनाउँछ त यसलाई यति विशेष? आउनुहोस् यसको मुख्य उद्देश्यबाटै कुरा सुरु गरौँ। हो, र यो कुरालाई संस्कृतिविद डाक्टर निर्मला पोखरेलले कति राम्रोसँग भन्नुभएको छ। सूर्य, मानव जाति र पृथ्वीको अन्योन्याश्रित सम्बन्ध रहेको छ र छठ यसैलाई सम्मान गर्न सुरु भएको हो। उहाँको यो भनाइले एकदमै स्पष्ट पार्छ कि छठ केवल एउटा पूजा मात्र होइन, यो त प्रकृति र मानव जीवन बीचको त्यो गहिरो सम्बन्धको उत्सव हो। अब यो पर्वसँग जोडिएको आस्था र विश्वासको कथा पनि उत्तिकै रोचक छ। यो कुनै साधारण विश्वास होइन, यसको जरा त निकै शक्तिशाली पौराणिक कथाहरूमा गडेको छ। आउनुहोस् ती कथाहरूतिर एकछिन डुबौँ। यो पर्वको सम्बन्ध सिधै महाभारतको समयसँग जोडिएको पाइन्छ, जस्तो कि महाभारतका एक प्रमुख पात्र सूर्यपुत्र कर्णबारे एउटा विश्वास छ। उहाँले यही छठको व्रत बसेर अपार शक्ति र ऐश्वर्य प्राप्त गर्नुभएको थियो। त्यति मात्र होइन, द्रौपदीले पनि आफ्नो परिवारको कल्याण र सुस्वास्थ्यको लागि यो कठोर व्रत गरेको कुरा महाभारतमा उल्लेख छ। अनि छठमा सूर्यका साथसाथै छठी माईको पनि विशेष पूजा हुन्छ। अब छठी माई को हुनुहुन्छ त? धार्मिक विश्वासअनुसार उहाँ आदिकालीन प्रकृति अर्थात् प्रकृतिको छैठौं अंशबाट जन्मिनु भएको मानिन्छ र त्यही छैठौं अंशबाट जन्मिएकै कारण उहाँको नाम छठी मैया रहन गएको हो। ल, यति गहिरो आस्था र कथाहरू त भए, तर यसलाई व्यवहारमा कसरी उतारिन्छ त? हो, यसको जवाफ लुकेको छ छठको सबैभन्दा महत्त्वपूर्ण पक्षमा। त्यो हो 4 दिनसम्म चल्ने कठिन व्रत। यो व्रत 4वटा अनुशासित चरणहरूमा पूरा हुन्छ। पहिलो दिन, जसलाई नहाई खाए भनिन्छ, पवित्र स्नान गरेर नङ काटेर एक पटक शुद्ध भोजन गरेपछि व्रतको सुरुवात हुन्छ। त्यसपछि आउँछ दोस्रो दिन, खर्ना। यो दिन दिनभरि उपवास बसेर साँझमा खीर र रोटीको विशेष प्रसाद खाएर व्रतलाई निरन्तरता दिइन्छ। अब तेस्रो दिन, सन्जिया अर्घ। यो सबैभन्दा कठिन दिन हो। व्रतालुहरूले पानीसम्म नपिई व्रत बस्छन् र साँझमा अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन्। र अन्तमा चौथो दिन, बिहानिया अर्घ। बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्रै यो लामो र कठिन व्रत विधिवत रूपमा सम्पन्न हुन्छ। अनि यति कठोर व्रत किन बसिन्छ त? व्रतालुहरूमा एउटा गहिरो विश्वास छ कि यो व्रत सफलतापूर्वक पूरा गर्दा उनीहरूको मनोकामना पूरा हुन्छ, सन्तानको कल्याण हुन्छ र हरेक किसिमको रोगबाट सुरक्षा मिल्छ। तर छठको सौन्दर्य यसको कठोर व्रतमा मात्र सीमित छैन। यो त संस्कृति र समुदायको एउटा जीवन्त सङ्गम पनि हो। हो, र कुनै पनि उत्सव प्रसाद बिना त अधुरो हुन्छ होइन र? छठमा त झन् विशेष प्रसादहरू हुन्छन्, जस्तै गहुँको पिठो, सक्खर र घिउबाट बनेको मिठो परिकार ठकुवा, अनि चामलको पिठोबाट बनेको गुलियो डल्लो, भुसुवा वा कसार। यस्ता मिठा परिकारहरू र अन्य मौसमी फलफूलहरूले यो पर्वमा अर्कै रौनक थप्छन्। र यहाँ सबैभन्दा ध्यान दिनुपर्ने कुरा के हो भने त्यो हो पूर्ण शुद्धता। प्रसाद बनाउने हरेक प्रक्रियामा शुद्धतालाई एकदमै महत्त्व दिइन्छ। सबै प्रसादहरू ताजा पिसिएको पिठोबाट बनाइन्छ अनि पकाउनका लागि पनि छुट्टै सफा माटोको चुलो नै प्रयोग गरिन्छ। कल्पना गर्नुहोस् त, नदी र पोखरीका किनारहरू झिल्लिमिली बत्तीले कति सुन्दर ढङ्गले सजिएका हुन्छन्, अनि त्यहाँ समुदायका मानिसहरू भेला भएर मिठो भाकामा मैथिली लोकगीतहरू गाइरहेका हुन्छन्। त्यो माहौलले साँच्चै नै पुरै वातावरणलाई भक्तिमय र सङ्गीतमय बनाइदिन्छ। त्यसो भए यति सबै कुरा बुझिसकेपछि यो प्राचीन पर्वको मूल सन्देश के हो त? यसले प्रकृतिप्रतिको श्रद्धाबारे हामीलाई के सिकाउँछ?
समग्रमा हेर्दा छठ पर्व 3वटा बलियो स्तम्भमा अडिएको छ: श्रद्धा, निष्ठा र आत्मिक शुद्धि। भन्नुपर्दा यी 3 कुराहरू नै छठको मूल मर्म वा मुटु हुन्। र यो एउटा यस्तो पर्व हो जहाँ सानोभन्दा सानो गल्तीको पनि गुन्जाइस हुँदैन भन्ने मानिन्छ। यो जुन कठोर अनुशासन छ नि, यसले नै व्रतालुहरूको प्रक्रियाप्रति, प्रकृतिप्रति अनि परम्पराप्रतिको गहिरो सम्मानलाई झल्काउँछ। र अन्त्यमा यो पर्वले हामी सबैलाई सोच्नको लागि एउटा गहिरो प्रश्न छोडेर जान्छ। आजको यो भागदौडले भरिएको आधुनिक समयमा छठ जस्ता प्रकृतिलाई केन्द्रमा राख्ने प्राचीन परम्पराहरूले हामीलाई प्रकृतिसँग फेरि जोड्न कसरी मद्दत गर्न सक्लान्?